हेलो सबैजनालाई नमस्ते। आज सन्डे इज फन्डे। हाम्रो ओकिनावाबाट सँगै पढेको साथी आएको थिइन् उच्चनोमी, अनि हामी चाहिँ ड्राई पिकनिक जाऊँ न त भनेर सल्लाह गरेर ड्राई पिकनिकतिर होइन। माहौल रमाइलो छ। यो हालेर कहाँबाट जस्तो निस्केछ अट्किनु भयो त्यो रोकिनु भएन धुलो जस्तो निस्किन्छ। खाइदेऊ चाउचाउलाई खाइदेऊ। उसलाई चाहियो कि खानेकुरा। कस्तो लाग्यो तिलक सर भन्नु पर्यो? मिठो रहेछ। मिठो कसले बनाएको थाहा कि नि? मेन कुक यिनी हुनु के? चाउमिन बनाएको है? चाउमिन पनि बनाएर कुकले त खतरा बनायो नि। चितवनमा कुक गरेको थियो क्या? होटल थियो अरे। ढाबामा काम गरेको के? 12 वर्ष? 2 वर्ष। 2 वर्ष त होइन? वाउ यम्मी उतेला हेर बाबुलाई हेर्न यम्मी यम्मी ल भयो। त्यसैले त मैला आएछ है। गिलास कहाँ गयो त? यहाँ छ यहाँ छ। को खाल? खाना पर्छ भन्ने। सानोलाई केही भने के है? यसो जुस सुस खाने भए त बाबुलाई जुस बिरो खान पाइयो भने चाहिँ अब के गर्नु? खाप्छु हेर न बिरु सानोले बिरुवाले के खाने अरे? बिरु खाने? गाडी चलाउने हो बिरुको त नाम सम्झना बनिले चलाइहाल्छ नि। मलाई पनि मन ल पर्दैन। छिटो तारे हालेको? भयो। यहाँ ल भण्डार तेरो आगो ल फेरि दुईबाट अगाडि बस्छ। थालमा चाहिँ मैले हालेको। यो केटो त एकजना यो भेजवाला हो के? यो त अर्कै स्टाइलको छ त। लाम्चो होला हो यो स्टाइलको रहेछ त यहाँ। सियामाटबाट एउटा मात्र हाल्नु मलाई त भयो। आज भण्डारी सर भाउजूले हालिदिउँ न यसमा पहिला। सुगर नखाने क्या अब मलाई। यसमा हालिदिउँ। हामी चाहिँ अब खाँदा चाहिँ एकदमै फुल भएर हैरान भयो थियो। भण्डारी सर र बहिनी चाहिँ लागेकै थिइन् खाना, अनि पचाउनु पऱ्यो भनेर यसो बाबुलाई लिएर यहाँनिर यो ब्रिज छ एकदमै रमाइलो, अनि त्यतातिर गएर यसो वाकिङ गरेर घुमघाम गर्दै माथिको सिनहरू हेर्दै बाबुलाई खेलाउँदै। अब कसैको भुँडी धेरै खाइएछ। अब यसो हिँड्न पर्यो अलिकति। पेट घट्छ कि अलिकति पेट घटाउनु पर्छ। तिलक सर के भइरहेको? तिलक सर तपाईँ भाग्नु भयो यार तिलक सर यार। नभागौँ न यार। के भइरह नि वर्किङको कस्तो भन्न देऊ न डज। कामको त पुरै नगर्नु न दाइ, कामको लाइफ ज्याकेट स्याकेट भिडिरहेको छु त यार। अन्त पौडी खेल्ने भण्डारलाई ल्याएको मैले निकाल्दै एकछिन बगाउँछ भनेर भन्नु। केटाहरूको बार्बिक्यू पनि देखाइदिउँ न होइन। पछि भण्डारी भाइले फेरि मेरो युट्युब च्यानलमा गएर लाइक नगर। भण्डारी भाइ दुःख त मानेन नि हामी। च्यानल के अरे तपाईँको? मैले लाइक सब्सक्राइब गरेको छुइनँ। भोइस ओभर गरेर हाल्नुहुन्छ तिमीलाई मन लाग्यो दाइ तपाईँको के अरे? यहाँ केटाहरूको बार्बिक्यू पनि अब भ्यायो, अनि निस्किन्न त भनेर गाइजहरू पनि आइसके। अनि एकछिन यहाँ बसेको बाबु लिँदा र हैरान भण्डारी सर उता ठाडा खुट्टा। अनि फेरि हाम्रो चाहिँ खरबुजा खान बाँकी नै थियो। फेरि बहिनीले खरबुजा निकालेर कटिङ हान्न लाग्छन् है। बहिनी चाहिँ अब उहाँको चितवनको कुक हुनुहुने। सुगर खान छोडेको अरे कसैले। यो त नर्मल सुगर हो। ब्राउन सुगर होला के? नर्मल हेर्नु न मैले ताचिली धान के भण्डारी सर छैन।
हाम्रो टुर पनि भ्याइयो होइन पानीपुरी छ पानीपुरी बिप नलाइदियो अब रुममा खान्छु नि अब घर फर्किउँ भनेको त त्यो साइडमा फुल बगैँचा रहेछ होइन फुल बगैँचा पनि भिजिट गरिदिउँ न भनेर चाहिँ हामी यो कोलोनी भन्छ क्या सानो रुखहरू बामपुटके रुखहरू बनाउने ठाउँ फुलहरू लगाएको दामी थियो फोटोसोटो खिचेर अब चाहिँ निस्किनुपर्छ भनेर हामी निस्क्यौँ घरतिर हस् धन्यवाद बाई